हेलो हेलो साथीहरू, नमस्ते नमस्ते सबैजनामा स्वागत छ है। हामीहरू रातिको समयमा चिसो मौसममा फ्रेस हुनको लागि रात्रिकालीन स्विमिङमा नेचुरल बनेको है खोलामा बनेको अर्ग्यानिक स्विमिङमा छौँ। हाम्रो टिम जम्बो टिम आगो बाल्दै आगोको रापमा स्विमिङ गर्दै रमाइलो गर्ने तयारीमा छौँ। हामीहरू सबैजना साथीहरू एकदमै रमाइलो गर्ने मनसाय। यति चिसो थियो साथीहरू पानी है। यस्तो चिसोमा पनि एउटा जोस, साथीहरूको त्यो माया, त्यो हुन्छ नि एउटा आहा या हा क्या मजा आउने कि चिसो पानी है। खासमा यो नेचुरल थेरापी भन्दा पनि हुन्छ कि मान्छेहरू अनेकौँ धेरै खर्च गरेर थेरापीमा जान्छ नि होइन। कोही साथीहरू गफ गर्दै हुनुहुन्छ, कोही साथीहरू आगो बाल्दै हुनुहुन्छ, कोही साथी स्विमिङ खेल्दै हुनुहुन्छ है। पानी परिरहेको छ, यति रमाइलो साथीहरू ललितपुर स्थितमा रहेको ठाउँमा छ। ललितपुरको गोदावरीको जङ्गलको बिचमा एउटा बवाल तरिकाको पोखरी, एकदम गहिरो डुबाउने पोखरी छ। साथीहरू जोसका साथ स्विमिङ हालेको छन्। यस्तो चिसोमा मलाई त चिसो लागेर म चाहिँ आगो ताप्दैछु साथीहरू है। नाइट स्विमिङ है। तपाईँहरू कुन ठाउँदेखि हुनुहुन्छ साथीहरू? मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गर्न नबिर्सनु होला। आजसम्म माया साथ सहयोग गर्नुभएको छ, अझै पनि सपोर्ट गर्नुहोला है। जम्बो टिमको हान्ने कसरी हान्ने भनेर यहाँ कम्पिटिसन भइरहेको छ साथीहरूको। एकदम साथीहरू यति रमाइलो गरिरहेको छन्। आगो पनि दम बलिरहेको छ है। पुरा बवाल तरिकाले साथीहरू स्विमिङ बवाल तरिकाले हानिरहनु भएको छ। तपाईँहरू पनि रमाइलो गर्न आउनुहुन्छ भनेपछि ललितपुरको गोदावरी जङ्गलमा आउनु होला। एकदम रमाइलो नेचुरल स्विमिङ पुल। आहा चिसो पनि